यात्रा चन्द्रगिरी केबलको गाइस चन्द्रगिरी केबल कारको यात्रा लो गाइस हामी सुरु मारेका तलतिर पुग्यो होला यति मात्रै हामी त्रिवेणी आइपुग्यो त्रिवेणी चन्द्रगिरी नगरपालिका वडा नम्बर 1 मा पर्ने त्रिवेणी घाट यसलाई भन्छन् त्रिवेणी घाट टोलीहरू अगाडि बढ्दैछन् यात्रा भालेश्वर मन्दिरको लो गाह्रो हुँदैन रहेछ मन्दिर जानलाई छैन ल गाइजहरू चेकपोस्ट आइपुग्यो चेकपोस्ट आज हिँडेरै चन्द्रगिरीको यात्रा भालेश्वर मन्दिरको यात्रा अहिले भर्खर चेकपोस्टतिर आइरहेको छ ल गाइजहरू चन्द्रगिरी केवलकार भालेश्वरको यात्रा नजिकै छ नजिक आउँदैछ ल गाइजहरू नजिक नजिक भालेश्वरको नजिक 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 हेर थाकेर चन्द्रगिरी हिल्स चढ्यौँ किन बन्द गरे छाता किन बन्द गरे नि भयो के खाने भयो यहाँ मूल्य सूची टाँसेको छ है यस्तो बनाएर हिँडेको आइछ नजिक नजिक भालेश्वरको नजिक नजिक आउनु लागेको छ ल भालेश्वरको केबुलकार मन्दिरमा छिरिने बाटो है केबुलकार काउन्टरमा छिरी बाटो छिरी बाटो त हो नि ल गाइस वेलकम टु चन्द्रगिरी ल गाइस बिस्तारै बिस्तारै काउन्टर घर आउनु लागिसक्यो यता गाइजहरू हाइकिङ गर्दैछन् यतै हाइकिङ चन्द्रगिरी हाइकिङ छिर लाग्यो अब ल ल गाइस हामी लाइनतिर प्रस्थान एकछिन चल्नलाई तयारी हुँदैछ तयारी ल लाग्यो केबल कारबाट यात्रा भालेश्वर मन्दिरको तर तीनजना एकै ठाउँमा क्याप्चर भएन म टाढा बसेँ नि त टाढा बस्नु भयो के भिनाजु म यहाँ खिच्न लाग्दा त्यही भएर काठमाडौँको भ्यू
ए माथि खरखर संध्या सोझो भन्दा बुढो किन डरला अँ हेर डरले सबैले खिचेर को बस्ने होला है अब यसो। ल हिँड चाहिँ सिधै बस्नु जान्नु त्यो खिच्न मात्रै जान्न त्यति हो भिडियो नबनाऊ काट्दैन ओहो म त लामो बनायो त होइन नाम भिडियो त हुँदैन टिकटकतिर जाँदैन के कहाँ के अरे कहाँ भने किन एउटै लामो बनाउनु परेको नि फेरि फर्किँदैन है दुई फोटो गोबर चुले घेरेर होइन ओहो ल यो चितलङ्गोबाट हिँड्दै यो केबल कारबाट झरियो कारबाट झरियो यतातिर आइयो चन्द्रगिरी केबल कार गाइस मनोकामना के अरे भालेश्वर टोलीहरू आउँदैछन् लो भ्यू पोइन्टबाट त्यही भालेश्वरको भ्यू पोइन्टबाट त पुरै सेतो पो देखिया त हातले ल भ्यू पोइन्टमा आज पुरै सेतै देखियो ल यात्रा आउँदैछ मन्दिर यात्रा मन्दिर प्रस्थान होइन यी नेपाली थाली नि पाउँछ यस्तो छ अब हात खुट्टा धुनतिर यो धारो बालेश्वर यता बनाउन हेर्नु आउनु पशुपतिनाथ को क्या कहते हैं वीडियो
आयो उता हेर्नु ल्याउनु किन कति यता रोक्दा गरेर ल गाइज सबैले जाइदिनु गर्नु ल गाइज गाइज दुईटा गाइज बसे हामी भिनाजु बस्नु अब भन्छ त मोबाइल एकछिन भइरहेको म त्यो खिचेको मात्रै आएको घर गसी लाउँला अब उसको टाउको गरेर त ल्याएको दिसो ल म त पोखरा हातले किया त गाइज आहा कस्तो भने सुन्नु न बनाउन भिडियो त्यही बाटो होला के ल यता खिच्दै त भन्छ हाम्रो नि यस्तो गरी पनि उयो लक लगाइसक्यो होला यता खिच्दै त तपाईँको हात ल गाइज ल गाइज यतातिर सिसामा पानी भएर पुसिने नै यस्तो भइरहेको छ यता माथितिरको चाहिँ यतातिरको छ गाइज काटेको छ सर र यताका दुईटा गाइज यता हेरिरहन् यताका दुईटा गाइज यता छन् पारी जो भयो नि कसो खोल्यो होइन भित्रका मान्छे अनि नखाएको गर्नु त गर्छन् राम्रो उयोहरू सारीमा आएर सम्म भनेर आएको छन् नि छिटो लानु ल भन्दै भयो कि ड्याम्मै भयो त अनुभव कस्तो लाग्यो अहिले माथि गयो जस्तै छ ल अब करिब करिब पाँच पटक आयो चितलाङ बजार आलुको खानी चितलाङे आलु यहीँ हो पाउने म त्यो बाटो त पुरै हिँडेर गइएको जुम्लासम्म हाम्रो गाडी थिएन त्यो चाहिँ सर जस्तो लाग्यो अहिले त भर्खर गाडी जान्छ नि सानो गाडी त कति सानो खोल्या हो 70 उचाडो त पुरै जान्छ त बेहुलीबाट पनि अहिले सानाजी पुरै जान्छ ल गाइजहरू झर्दैछन् माथिबाट यता दुईटा गाई निदा जस्तो छ यहीँ बजार हेरेर बजार आयो बोलायो ल यहाँबाट चाहिँ बजार देखियो बल्लै यहाँबाट चाहिँ अलिकति तल झरे जस्तो भयो है खानपुर बजार उयो त यता देख्दैन त बस्छ अहिले किन घाम लागेको देख्छ हाम्रो घरतिर छैन घर हाम्रो घर पत्ता लाउनु चाहिँ हेर्दा होइन 10 मिनट जति बस्नुपर्छ यहीँ 10 मिनट बसेपछि पत्ता लाग्यो 10 मिनट तल ओराइलिहाल्ला त उसबाट देखाउँदैन लोकेसन तपाईँको त देखाउँछ के अरे नै लोकेसन हेर्ने ठ्याक्कै घरै देख्छ सिसी क्यामेराको उसबाट के अस्ति हामी आउँदै चाहिँ ट्याक्कै घाम लागेको थियो कि दाइले टक्कै घर देखायो मलाई हो है माथिबाटै मेरो घर कहाँ दाइ हाम्रो घर कहाँ पत्ता लाउनु त के नि गर्नु भने त्यो सहकारीको टावर देखिएपछि त्यसै छेउमा त हो नि ट्याक्कै देखायो मैले बरु बसको गाडीको बाटो हेरेर नर पत्ता लगाएँ दाइले त टक्कर हेरेँ त्यो सहकारीको टावर अन्त दोटी घर त नि ल लास्ट ओह्रालो है लास्ट चितलाङ ओह्रालो झर्दैछौँ यहाँ त भिडियो खिच्ने है तेरो अघि नै भन्नु पर्दैन भने बनाइदिइहाल्छ त ल आयो चितलाङै बेसी झरियो अब चितलाङै बेसी काट्नु त भन्दै चितलाङै बेसी नै काट्नु पर्यो क्या कार्गो आएको छ कार्गो केबुल कार्गो
घर सर रासन पानी अब त्यो पारिले हाल्दा हुन्छ यता वाइफाई मेरो क्यामेराले खिच्यो के के लगाउँछ घर आँखी हेर्नुपर्छ यतापट्टि देखियो त काठमाडौँको खोज त मैले नन स्टप पुऱ्याएपछि 5 मिनट भइसक्यो यस्तोको देखिने है बस्ती कस्तो राम्रो छ होला यता बनाइछ है भिना बारी छेद आइपुग्यो धेरै तल यस्तो त कमसेकम 1-1.5 घन्टा हिँड्न भए मजा आउँछ होइन 1 घन्टा होइन बा सुर्खेतसम्म पुग्ने गरेर यो जाने भए त गजब हुन्थ्यो त नि यसमा मजा आउने होइन तपाईँहरू प्लेनबाटै आयो कि केबाट कति सुर्खेत 8-9 बजी 3 दिन अगाडि टिकट काट्ने 8,000 थियो 9,000 पुगेको आइपुग्यो गाई जाऊ भाइ भोलि केएफसी बाजेहरू चाहिँ आइ केएफसी बाजे केएफसी बाजे सधैँ हाँसिरहन्छन् है केएफसी बाजे हाँसिरहन्छन् है केएफसी बाजेलाई देखेर लागे हाम्रा यी बाजे यहीँ रहेछन् त्यही Okay.
भिडियो खिचिरहेको है यहाँ फोटो चाहिँ योबाट खिच्ने है त्यसै आठैदिरहेको मात्रै चाहिँ भिडियो नै आइरहेको फोटो नै आउँछ त्यसले फोटो खिच्यो नि त भिडियोलाई चाहिँ आफ्नो आफ्नो गर्नुपर्छ यसलाई खिच्दिनु फेरि अरू त्यसैले गर्नु ल ल गाइज